मम्मीले चाहिँ हाम्रो बिजनेस पनि गर्नुहुन्छ साइड बिजनेस घरमा बसेरै खाला खाला तिम्रो पुठो निकाल यता तिम्रो पुठो पनि धोइदिन्छु मैले आज हगेको होइन घरभित्र गएर तपाईँलाई आज प्रोसेस देखाइदिन्छु भनेको कि रक्सी पार्छ कसरी रक्सी पार्छ भनेर पम्फा सिरियस अहिले अझ सिरिज त्यहाँ फोटो भिडियो कल भेटिहाल्यो भेटो खै देखा नानी यो आफ्नै अर्ग्यानिक करेसा बारीबाट लिएर आएको पनि छ नि है हाम्रोमा त सुन्तला आँप नस्पाती सब छ खाला 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 महादेव हर हर ओप्पा हो त्यसरी झर्ने बेला कसरी झर्ने हाम्रो दाइलाई फेरि चित्तै बुझेन हिजो पोर्चुगलले हारेको भनेको दाइ हार्यो त पोर्चुगलले कति हेरेको अब नहेरिनु हुन्छ त हार्यो भइहाल्यो सकिसक्यो ओ दाइ पोर्चुगलले हारिसक्यो के अब तपाईँले हेरेर थोरै नै जित्छ अनि बिचरा हाम्रो दाइलाई लास्टै टेन्सन भयो दाइलाई मात्र होइन सबैलाई होला यो जसलाई यो के अरे उसको यो के को रोनाल्डो होइन पोर्चुगलको रोनाल्डोको फ्यानहरू सबै टेन्सन परिरहेको होला हारेर हाम्रो दाइलाई जस्तो हार्दा पनि अझै भिडियो त्यो लाइभमा हारेर थाहा छ र पनि अझै पनि हेर्न छोडेन कसरी हारेछ भनेर होला नि तैँले आज कति धेरै अघिस चिरे हजस फोरी तँलाई आज घरभित्र गएर नि हजस त्यही भएर कुटे खाएको चाकबाङ्गो गर्दै त्यो भाँडा राखेको झोला उठान्छ केलाई यस्तो ढला छ भनेको त त्यही कुमा वस्या कति फेरि कुकुरको गु फेरि कति गनाउँछ नि फेरि पहिला पहिला त यता हुन्छ को त्यसले त यता त्यो बेला छ नि ला कसरी सुन्दैछ कान थाहा हाम्रो चाहिँ आज घरमा के अरे पाइप फिटन कार्यक्रम हुँदैछ के पाइप फिटन कार्यक्रम हुँदैछ यहाँ चाहिँ के म आफै बनाएर खान्छु अहिले कफी दुध त दिँदै गरिदिए हुन्थ्यो अनि यताबाट पानी ठ्याक्क यहाँ बाल्टीले हाल्नु पर्थ्यो यहाँ हाम्रो यो ढोलमा अनि के भन्छ अरे गाह्रो नहोस् भनेर चाहिँ दाइले त्यो जोडिदिनु लगाएको छ त्यो जोडेपछि चाहिँ पानी यहाँबाट ठ्याक्क आएर सिधै आएर यहाँ आफै जाओस् भनेर यसो जोड्नु छ बुटलमा कसैलाई घर के अरे पाइप बनाउनु के अरे दाइ पाइप प्लम्बिङको काम चाहियो भने सम्पर्क गर्न हाम्रो ब्रदरलाई अनि यो यसबाट नि पानी आउँछ नि ए अन्त अनि त्यो पानी त्यत्तिकै छोड्दियो त्यो धारा त्यो पाइपलाई त्यस्तै बाहिरै छोडिदिने हो यसलाई किन नकाट्ने भनेको र बाबा यो कागतीको रुखलाई किन नकाट्ने यो ठुलो भयो अरे कागती यो त्यो बिच आधीबाट काटिदिएपछि फेरि पलाउँछ होला नि नानीको अब बिल्ला हानिदिन्छु भनिदिउँ बिल्ला हानिदिउँ के छ बापु बिल्ला यहाँ पुरै एउटा केलाएर हेरे हुन्छ
त नखनाउनु मैले आफै गराउँछु कफी त्यही त खन्द चिनी चाहिन्छ कि नै चिनी चाहिन्छ नि बिना चिनीको त कफी कहाँ खानु हो बिना कफीको बिना दुधको पनि बिना दुधको बिना चिनीको बल्ल कफी खान्छ म खाँदिनँ नि म त विदाउट चिनी त केही पनि खान्न चिया पनि खान्न अब त सुनौली गएर चिनी ल्याम्ला भन्न त त्यतिकै हो के अरे गएर ल्याएको भए हुन्थ्यो नि अनि कहाँ पाइन्छ र अब ल्याउनु किन नपाउने र? भन्दा माथिको सामान ल्याउँदाखेरि कति भर्जा तिर्नुपर्छ होइन कति भन्छ दिनुपर्छ रुल्स कति तिर्नुपर्छ भन्छ खै पर्सेन्टको हिसाबले ऊ भेट्यो 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 खै देखा नानी ए जुम्रा हेर त अहिले भर्खर के भनेको मार आफै मैले कफी खाने हो ला नानीको बिल्ला भयो अब भ्लगमा जान्छ ला अब नानीको अब नानी होइन टुप्पा टुप्पा काट्ने हाँगा पोला हाँगा पलाको काट्ने के नानी यता हेर्नु अलि मङ्गलबारको काट्नु पर्दैन भोलि काट्दिने केही हुन्न यसको जन्मबार हुन त जन्मबार त काट्ने होइन पो अनि मुडुलकै गराइदिनु के हुन्न म त बोयस कट काट्छु अब बोइस कट काटिदेऊ मेरो जस्तो कपाल गराउ त नानी मेरो जस्तो गराउ के त्यस्तो चाहिँ होइन म त यस्तो यतिको काट्छु म त बोयस कट काट्छु नानी नकाटै केही पनि नसुन कसै कुरा पनि नसुन सुन्ने होइन पम्फा सिरिस यहाँ मेरो पेटीको देख्छु यहाँ पम्फा सिरिस अहिले अझै सिरिज त्यहाँ फोटो भिडियो कल भेटिहाल्यो है नबोल्नु यहाँ त अझै त त्यस्तै हालिदिन्छ म त हालिदिन्छु है यहाँ अस्ति नै मेरो यो भाउजूको पेन्टी देख्यो भनेको नि हालेको हाल्न त पऱ्यो के अरे कसले गर्छ खिचे कसैले गर्दैन खिचे ऐ जुम्रेनी देख्नु भएको ऐ जुम्रेनी नानी त्यसैमा छ क्या ऐ जुम्रेनी नानी त्यसैमा पुरै हेर्नु भएन र त्यही भएर तिमीहरूले त्यो भ्लग भन्ने कुरा त्यस्तै त हुन्छ नि यहाँ मन घरिघरि चताउनु चिया ऊ ल गर बनाएको ग्यास सक्ने हो भनेको त अझै त घरिघरि त्यो ग्यास भएको ग्यास सक्ने हो म त जान्न समाउनु परेन दुई भाइले गाह्रो हुन्छ नि त नि बाइकमा ल्याउने त्यही भएर गाई त अब यति 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 गर्दाखेरि लाइ लुट हुन्छ आएर जाने तैँले म त कहाँ एक्लै कहाँ सक्छु त नि लिएर आउन दुईजना होइन के त्यही भएर त्यो सकेर अलि सब्जी पकाएर दुईजना गइहाल्छ डोको बोकेर जा भाउजूले डोको बोकेको छन् त्यहाँदेखि पालै पालो भाउजू र म डोको बोक्दै आएर गरेर त्यहाँदेखि त्यो गर्दै लिएर आउने सजिलो हुन्छ डोकोमा बरु अस्ति लिएको त देखाजीले माथिबाट डोकोमा घर छैन अरे हाम्रो घरमा लोकल खै कहाँ गयो मम्मीले चाहिँ हाम्रो बिजनेस पनि गर्नुहुन्छ साइड बिजनेस घरमा बसेरै साइड बिजनेस यहाँ कस्तो खाराको एकचोटि हेरौँ ल मम्मीको साइड बिजनेस हेरौँ यहाँ ए हो खारा यो चाहिँ लोकल हो लोकल आगोले किन ज्वाइँ यहाँ पार्दैन न बोल्दैन यो आगो नबोल्ने खालको यो के को रक्सी हो बेलीको रक्सी यो गुडको रक्सी हो गुडको रक्सी गराउँदै हुनुहुन्छ हाम्रो घरमा चाहिँ साइड बिजनेस पनि हुन्छ है यो चाहिँ हाम्रो लास्ट बिजनेस हो लास्ट हो कि फास्ट हो थाहा छैन अब लास्ट हो यसपछि त भ्याइयो यसपछि त त्यो भएको ढोल पनि के गर्छ सम्झिने पानी छम्किने हुँदैन है अब हुँदैन भनेपछि हुँदैन कस्टमर न सस्टमर तेरो दाइ आउँदा खानुपर्छ भयो पर्दैन आफै किनेर लिएर आउँछ आफै खान्छ खाना मान्छेले खाना खोज्ने मान्छेले त्यही पुट्टा यहाँ भिडियो गर्नु भनेर भित्र पुत्ताउन हालेर आयो कुहिरो मण्डल आगो फुकेर आएको मैले मम्मीले चाहिँ पुरा तपाईँलाई चाहिँ प्रोसेस देखाइदिन्छु भनेको कि रक्सी पार्छ कसरी रक्सी पार्छ भनेर हाम्रो मगरहरू घरमा त फेरि यस्तै हुन्छ नि रक्सी देउतालाई नि चढ्छ यो रक्सी चढ्छ देउतालाई मान्छेको त्यो पेटको देउतालाई चढेपर मात्र देउतालाई चढ्छ त के रक्सी अनि यो भित्र चाहिँ यो हाल्ने न यो हालेर यसमा फेरि यसमा न रक्सी झर्ने यसमा न रक्सी मम्मीलाई चाहिँ तप झर्छ यहाँ भित्र हालिदिएपछि यहाँ अब त्यो त जात्रे भन्यो भनेर लिएर खानु होइन कल्लो त हुन्छ नहाल्नु त्यस्तो चिज अनि त्यसले आग फुकेर आग के फुकोस् भयो भयो भिडियो सिडियो अब अब माथिबाट पानी हाल्ने
भयो अब रक्सी बसाउने प्रोसेस हुँदैछ यहाँ चाहिँ यहाँ अब लेस्ने यसलाई यसो गरेर यहाँ यसो यसो पा हावा उठ्छ भनेर हावा उठ्दैन नि यसो गरिदियो यो अर्कोले फेरि हरियो सागपात यो आफ्नै अर्ग्यानिक करेसा बारीबाट लिएर आएको आज भाउजूले भातको सट्टा यही साग मात्र खाऊ है भात खानेन कत्रो ठुलो पात हो त नि यत्रो ठुलो पात पनि हाल्छन् बाबाले पात भनेको पात लिएर आउनुभयो तर कमल छ यो पात मात्रै यो पात र अनि डाख्ला मात्रै झन् पानी मिठो हुन्छ कति मिठो हुन्छ यो डाख्ला पनि मिठो हुन्छ नि पछि कचमा पानीमा उमा तर मलाई सागभरिमा सबैभन्दा मनपर्ने फर्सीकै साग हो पार्सेको साग भन्दा नि फर्सीको साग र तोरीको साग मनपर्छ हाम्रो स्याउ के भयो बाबा अस्ति नै पाक्यो सबै ढल्यो नाइ के अस्तिको भिडियो स्याउ त्यहाँ खाइसक्यो मान्छेले मैले नि खाँथेँ अरू भ्याइ यो छैन एउटा नि अब नाइ नै आउ स्याउ हेर्न जाऊँ एमकल भाउजूकोमा कस्तो मजाले फल्यो है उनीहरूको तपाईँले ढिकमा रोप्नु भयो के त्यो यता ल्याएर रोपिदिनु न यहाँ छिम त्यही त के नि सम्ममा रोपिदिनु भन स्याउ किन ढल्छ त नि उहाँ के अरे जोमसोममा त पुरा काठ छ होइन यस्तो पनि होला बाबा त्यो काठ छाप गरेर राख्यो भने चाहिँ त्यो यस्तो गुजुप्प हुन्छ नि त त्यो हामीले काठ छाप नगरेर हो के सिधै तपाईँले सिधै जान दिनुभयो नि त अनि सिधै जाँदाखेरि अनि सबै अनि अब यता रोपिदियो भने काठ छाप गर्दै रोपिदिनु न एउटा कलमै गराइदिएर यता अङ्के एउटा यहाँ लगाइदिनु के यहाँ हाम्रो नस्पाती पनि छ नि फलिरहेको छ नस्पाती चाहिँ भर्खर गुलियो मैले हिजो एउटा झिकी टिपेर खाएको थिएँ नस्पाती छ मैले हिजो एउटा टिपेर खाएको थिएँ यहाँको नस्पाती हल्का गुलियो पस्दैछ अनि हाम्रो आँप पनि छ नि है हाम्रोमा त सुन्तला आँप नस्पाती सब छ है आँप पनि फलिरहेको छ अस्ति तपाईँहरूलाई देखाएको थिएँ बोका सोल्टी के छ सोल्टी तिम्रो पनि भोलि पूजा हुँदैछ भोलि तिम्रो आज लास्ट दिन हो यसको चाहिँ भोलि यसको चाहिँ हल्का के अरे स्वाहा गर्नु छ यसलाई भोलि हामी चाहिँ खास दाइ भाउजू आएको चाहिँ कारण त्यही हो यसको आज अन्तिम दिन हुनेछ बिच अब यसलाई नुहाइदिने यो हाम्रो कुकुर चुरेलाई नुहाइदिने यो पानीले भिजाउनु त्यसपछि थाहा छ कसरी नुहाउने नुहाउने पानीले भिजाउने त्यसपछि यति पानीमा स्याम्पू हालेर यसरी पहिला स्याम्पू पानी घोल्ने त्यसपछि त्यो शरीरमा हाल्दै मिच्दै गर्ने अबे के गर्दिने आनन्दले बसेछ लु खला 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 महादेव खला खला बस नहुने बस यहाँ थचको बस हो यसो हला हला महादेव हला हला न भाग यहाँ बस बस चुरे बस लु 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 हला 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 खला 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 तिम्रो पुठो निकाल यता तिम्रो पुठो पनि धोइदिन्छु मैले आज हगेको होइन घरभित्र गएर ए बस है अलिक केङ नगर टाउकोबाट खनाइदिन्छु हला हला महादेव हला हला महादेव बस यहाँ खला खला महादेव खला खला सफा भएर बस्नु पऱ्यो नि त फोरी भएर बस्दा त भएन नि त नि सफा हुने अनि बल्ल माया गर्छन् सबैले
शीतल भयो तिमीलाई आनन्दले बसा है यसलाई त डेटोलले नुहाइदिने हो स्याम्पूले त होइन मङ्गलबार कुन मनुष्यले नुहाउन भनेर लेखेको रहेछ तनाव मात्र के अरे त्यो छ है एउटा कुकुरले नुहाइदिँदाखेरि मङ्गलबार कुन मनुष्यले नुहाउन लेखेको रहेछ भेट्टाको भएको हेर त मैला निस्केको तेरो कति आनन्दले बसेको आनन्दले बसेर अहिले चिलाएको नि थियो होला नि त नि चुरे कति धेरै जुम्ला छ होला तेरो ओहो जुम्ला त्यसको त टन्नै छ है साह्रै धेरै जुम्ला छ त चिलाएर आनन्दले बसेर आएर चाहिँ त्यही भएर ए त्यही भएर पोथी करायो होला अनि फुटायो कहाँ जानु लाग्यो सोल्टी यहीँ बस्नु साबुन लगाइदिएको अहिले होइन यो डेटोलले गराइदिएछु अहिले हाला हाला महादेव हाला 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 खाला खाला महादेव खाला खाला ल लु खाला 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 महादेव हर हर महादेव हर हर महादेव हातहरू यस्तोमा पनि यस्तो यस्तो घाँटीहरूमा पनि खुट्टाहरू पुच्छा टाउका गर्छु नि पानी हालिसकेपछि त चिसो हुन्छ ल नुहायो हाम्रो चुरेले नि उता हेर हाई गर हेलो म आज म सफा गरेँ सफा ल भयो 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 कहाँ नुहाएर कहाँ बस्नु तिमी हाई चुरे हेलो चुरे चुरे के हो हामी बिना गु पनि अड्किन्न 4-5 हजार डलर कति हुन्छ 4-5 हजार डलर कति हुन्छ अनि 4-5 हजारमा यो पाउनुहुन्छ 8 लाख 9 लाख पर्छ 4-5 हजार 4-5 हजारमा पाउनुहुन्छ नानीले टोक्यो होला नि त अघि छिटो न अघि हामीलाई अत्याइरहेको थियो त नि त्यसै रुखमा बसेर घाँस खसाल्ने मान्छेले हामीलाई अत्याएर छिटो हामी चाहिँ अब घाँस खान जान लाग्एको छ बाख्राको लागि हामी आइसी बोल्न जाउँला है सँगै घाँस काट्नु जम लेट्स गो गाइस घर आएपछि काम गर्न मजा आउँछ नानी घरमा आएपछि काम गर्न मजा आउँछ न यही काम दिनदिनै गर्न पर्यो भने चाहिँ मजा आउँथेन होला के अरे अहिले कहिले कसो गर्नु पर्यो मजा त आइहाल्छ नि तपाईँहरूलाई मैले एउटा कुरा देखाउँछु ल हामी सानोमा होइन फुटबल खेल्ने चौर यहाँ छ कि यो चौर चाहिँ हाम्रोमा सानोमा फुटबल खेल्ने रेस्लिङ खेल्ने सबै खेल्ने चौर यही नै हो चढ्ने एक रुख खसाल्ने चाहिँ यो हो अन्त सिस्तो काटेर जानु न नि जम्प गरे नि हुन्छ जम्प गर्नु हो त्यस्तरी झर्ने बेला कसरी झर्ने बेला कसरी झर्ने ल धकल्नु छोडेर आउँछु है म भिडियो गरे हौ ला निउरो यहाँ निउरो छ त त्यस्तो हैन ओइ सर्प